महेश बस्नेत एउटा यस्तो व्यक्ति जसले जिन्दगीमा पार्टीको कार्यकर्तादेखि बाहेक अरू केही काम गरेको छैन। एकचोटि मिनिस्टरसम्म भएका छन्। आफूलाई शुद्ध छु, अहिलेसम्म भ्रष्टाचार गरेको छैन भन्दै मिडियामा आएर च्यालेन्ज गर्छन्। यो ब्याङ्क्विट, यो रिसर्ट र फेमस यो जिपलाइन जुन प्रचण्डको यो भिडियो त हेर्नु भएको होला। यो सब उनकै प्रपर्टी हो। एउटा पार्टीको कर्मचारी मात्रै भएर यस्तो प्रपर्टी कसरी आयो? उनको छोराले नि केही काम गर्दैनन्, तर इन्टरनेशनल ट्रिप जान्छ, लग्जरियस होटलमा बस्छ र उसको लाइफस्टाइल देखेर छक्क परिन्छ। एउटा अननोन व्यक्तिले रेडिटमा पोस्ट लेख्छन्, आफूलाई बस्नेतको छिमेकी भन्दै स्ट्याटस लेखेर भन्छन् ग्यान्डु भक्तपुरमा उनकै राज चल्छ। त्यहाँको लोकल जनताले अन्धा भक्ता जस्तो सपोर्ट गर्छन् उसलाई। वडा स्टाफ उनकै गोजीमा छन्, सरकारी कर्मचारीहरू उसकै आफन्तहरू छन्। वडा कार्यालयको चिफ उसको साथी हो। त्यहाँको लोकल पुलिसले केही कारण नभई तपाईले रोक्न सक्छ। उसको नेटवर्क यति साह्रो स्ट्रङ छ गभर्नमेन्ट भित्र। त्यहाँको लोकल दोकानदार अरू उनका गुण्डाहरूले बाटोमा पेट्रोल छर्किन, कसैलाई धम्की दिन र हात उठाउन एकचोटि पनि सोच्दैनन् यदि कसैले बस्नेतको खिलाफ केही बोल्यो भने। उनले भन्छन् एउटा केटाले अस्ति बस्नेतको एगेन्स्टमा प्रोटेस्ट हुँदै गर्दा लाइभ स्ट्रिम गर्दै थियो। त्यो मान्छेलाई त्यहाँ गाउँको सारा मान्छेहरूले गद्दार हो, यो धोकेबाज हो, यो भने टेरोरिस्टसम्म भने। त्यति साह्रो सपोर्ट गर्छन् त्यहाँको मान्छेहरूले बस्नेतलाई। बस्नेतले पावर लाएर मान्छेहरूलाई बचाइदिने र मान्छेहरूले त्यसको बदलामा उसलाई सहयोग गर्ने गर्छन्। बस्नेतले उनीसँग भएको पावर मजाले प्रयोग गर्छन्। उनको छोरीको बिहेमा घाटा घरदेखि थिमी जाने मेन हाइवे बिहान 11 बजीदेखि 5 बजीसम्म बन्द गरियो। त्यहाँ पुलिस बसेको थियो, लोकललाई जान दिएन। त्यहाँ पुलिसले लाइसेन्स चेक गरे जस्तो भन्दै बिहेको कार्ड चेक गर्दै थियो। बिहेमा इन्भाइट भएको मान्छेहरू मात्रै हिँड्न पाउँथे त्यो बाटोमा त्यो दिन। उनको निजी काममा यस्तो जनतालाई दुःख दिएर नि मिडियामा आएर खुल्ला रूपमा च्यालेन्ज गर्छन् त्यति बाटो बन्द गर्न स्वाभाविक हो भन्दै। 3 जना मान्छे बाइकमा आउँछन् मास्क लगाएर र राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा नेतालाई रडले आक्रमण गर्छन्। उनी भन्छन् उसको टाउकोमा हानिरहेको थियो, उनीलाई मार्ने नियत थियो त्यो गुण्डाहरूको। 10 वटा टाका लगाएर मात्रै उ बाँचे। ती घाइते नेता हुन् बादन भण्डारी। केही दिन अघि एमाले र बस्नेतको खिलाफमा केही इन्टरभ्यूहरू दिएका थिए। केपी ओलीलाई लाज नलाग्ला? केपी ओली अहिले आफै नाटक गरिरहेका छन्, आफै नाङ्गो छन्। केपी ओलीको आसेपासेहरू त उनीहरू केपी ओलीलाई मारा हजुरबाहरू कोही पनि छैन भनेर बसिरहेको। त्यहाँदेखि उनीलाई कल र धम्कीहरू आइरहेको थियो त्यो इन्टरभ्यूले गर्दा। उनीले स्वयं भनेका छन् बस्नेतले नै उमाथि ज्यान मारा प्रहार गरेको हो। उहाँकै नाम लिएर फोन गर्नुभएको थियो, धम्की थियो। टाउकोमा जुन प्रकारको हमला थियो त्यो ज्यानमार्ने उद्देश्यले थियो। यस्तो ठुलो नेतालाई यस्तो खतरा हुन सक्छ भने हामी जस्तो आम नागरिकले उसको खिलाफ बोल्यौं भने हाम्रो के हुन्छ? एउटा 31 वर्ष महिलाले बस्नेतलाई केस हाल्छिन्। एफआईआरमा लेखेको थियो बस्नेतले 2 चोटि रेप गरेको, जबरजस्ती गरेर 2 महिनाको बच्चा फ्यालेको। त्यो महिलाले भन्छिन् बस्नेत र उसको सम्बन्ध श्रीमान श्रीमती जस्तै थियो अरे। उनीले पुलिसलाई 39 पेजको मेसेजको स्क्रिनशट प्रुफको रूपमा बुझाएकी छिन्। त्यो स्क्रिनशटमा देखिन सकिन्छ कि उनीले बस्नेतको नाम लभ बुढा भनेर सेभ गरेकी छिन्। मेसेजमा बस्नेतले उनीलाई सिन्दुर हालेको कुरा नि पुष्टि हुन्छ। मेसेजमा बस्नेतले भन्छन् त मेरो बुढी हो, जे पाए त्यही गर्न पाउँदैनस् बुझिस। मेसेजमा देखिन्छ बस्नेतले एबर्सनको लागि दबाई किनेको र कसरी दबाई युज गर्ने भनेर उसलाई पठाएको। मेसेजमा कहिले 3-4 दिनको दुःखमा नआतिनु भनेको छ भने कहिले यस्तो कदम चालेमा राम्रो हुँदैन भनेर धम्की दिएको छन्। उनीले पुलिसलाई बस्नेत र उसको पर्सनल फोटोहरू पनि दिएको छिन्। एउटा फोटोमा त बस्नेत नाङ्गै देखिन्छ। उनीले एबर्सन गरेको रिपोर्टको कपी पनि बुझाएकी छिन्। त्यो रिपोर्टमा उसले आफै आफ्नो साइन गरेका छन्। एफआईआरमा साफ लेखिएको छ बस्नेतले उनीलाई 2 चोटि बलात्कार गरेको, एकचोटि काठमाडौँको अपार्टमेन्टमा, अर्कोचोटि भारत